एक पटकको कुरा हो, एउटा सानो न्यानो र अत्यन्तै प्यारो कुकुर थियो। उसको नाम थियो पुन्टे। एक दिन पुन्टे सडकको बीचमा उभिएर आफ्नो पुच्छर हल्लाउँदै र भुक्दै आउँदै गरेको बाइकलाई रोक्ने प्रयास गर्छ। बाइकमा एकजना युवक थिए। उनको बाइकले धन्न कुकुरलाई ठक्कर दिएन, तर उनी रिसाए। उनी बाइकबाट ओर्लिएर सिधै सानो पुन्टेमाथि लात हान्न थाले। पुन्टे चिच्याउँदै कराउँदै बस्यो। त्यसपछि त्यो युवक बाइक लिएर त्यहाँबाट हिँड्यो, तर त्यो लामो हिँडाइ भएन। केही समयमै युवक पहाडको बाटो हुँदै जाँदै थिए। अचानक ठूलो पहिरो आयो। चट्टान र माटोले बाटो ढाकियो र युवक त्यसैमा पुरिए, अझै र पूर्ण रूपमा असहाय भयो। यता पुन्टे, जो आफै चोटपटक लागेर थलिएको थियो, उठेर दौडियो। उसको सानो मनमा केही ठूलो भावना थियो। उसले कसैलाई बचाउनु थियो। पुन्टे सिधै नजिकको प्रहरी चौकीमा पुग्यो। प्रहरीहरू चकित परे जब एउटा सानो कुकुर घाइते अवस्थामै कराउँदै तान्दै आफूसँगै केही देखाउन खोजिरहेको थियो। प्रहरीहरूले कुरा बुझे। उनीहरू पुन्टेले देखाएको दिशातर्फ दौडिए। उद्धार टोली र चिकित्सकहरू पनि पुग्दा युवक पहिरोमा अचेत अवस्थामा भेटिए, तर जिउँदो थिए। केही दिनपछि युवकको होस खुल्छ, ऊ अस्पतालमा हुन्छ। उसको काखमा सानो पुन्टे पनि हुन्छ, जो ब्यान्डेजमा बेरिएको तर जीवित हुन्छ। उसैलाई उनले एकपटक दुःख दिएका थिए, तर उसैले नै उनलाई बचाएको थियो। युवकको आँखाबाट आँसु झर्छ अनि पुन्टेलाई बिस्तारी सुमसुम्याउँछ। यसले हामीलाई के सिकाउँछ भने कहिलेकाहीँ सबैभन्दा सानो प्राणीले सबैभन्दा ठूलो कुरा गर्छ। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक र सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।